सबभन्दा पहिला यो भिडियो हेर्नुहोस्। मैले व्यक्तिगत त उहाँलाई चिन्ने भनेको एकदम सञ्चारकर्मीको हिसाबबाट लामो अवधिसम्म नेपाली चलचित्रसँगै गाँसेको व्यक्ति हुनुहुन्छ। अहिले राजनीतिमा जानुभएको छ। अब राजनीति उहाँले छान्नु भएको छ होइन। राजनीति भनेको कहिले पनि स्ट्रेट लाइनमा चल्दैन होइन। हामी नि भन्छौँ नि पोलिटिक्स इज डर्टी, पोलिटिक्स इज डर्टी। त्यहाँ विपक्ष हुन्छ, पक्ष हुन्छ। पोलिटिक्समा लागेको व्यक्तिहरूको चाहिँ नि मेन उद्देश्य अघि मैले भने जस्तो सेवा गर्नु, यो गर्नु भनेको कारण किनभने त्यो कता कता ओझेलमा परेर मेन उद्देश्य भनेको शक्ति आर्जन गर्नु, पावर पाउनु भन्ने नै हुन्छ। अब त्यो पावर र शक्तिको आर्जनमा चाहिँ नि विभिन्न किसिमको मुठभेडहरू हुनसक्छ, विभिन्न किसिमको दाउपेचहरू हुनसक्छ। अब त्यस्ता कुराहरू भइ नै रहन्छ। त्यस कारण उहाँ यदि त्यसमा होमिनु भएको छ भने, होमिनु भनेको त अचानोमा टाउको राखिहाल्नु हो। अब अचानोमा टाउको राखिहाल्नु भएको छ भने खुकुरीसँग नडराउनुहोस्।